टोनी मोहग्लेले एक ठाउँमा के भन्नुभयो भने अब अमेरिकाबाट हामीले 2 खरब रुपियाँ ल्याउने हो, पहिले एमसीसी पास गर्यौं र सँगसँगै सेना पनि ल्याउने हो र हाम्रो सेना कम गर्ने हो भन्ने भाषण गर्नुभएको छ। आजै मात्रै लिक भएको छ, आज राति मात्रै यो यसरी लिक भएको छ र होइन यो आज यसरी लिकेज भएको छ। यो कुरो आजै राति मात्रै लिकेज भयो। यो कुरो हामीले अहिले सार्वजनिक गर्दैछौँ, मेरो पेजबाट पनि मैले हालेको छु। त्यसले गर्दाखेरि अहिलेको स्थितिमा हामीले चुनावमा जान दिनु भनेको सिधै विदेशी सेना यहाँ ल्याउनु हो। भेनेजुएलाको गति देख्नुभयो नि त, कोही मान्छे पनि सुरक्षित रहन्छ यहाँ त, कुनै राष्ट्र प्रमुख पनि सुरक्षित रहन्छन्। त्यसले गर्दाखेरि हिजै मात्रै त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नु होला भने यही ठाउँबाट हिजो राजसभा विकल्प नभएर राजसभाले जितेर गएको थियो। अब तपाईँहरूले त्यसमा सोच्ने दिन आएको छ। मैले त के भन्ने, म त पार्टी होइन, म भोट मागेर हिँडेको छैन। त्यसले गर्दाखेरि आजको स्थितिमा हामीले चुनाव गराउनु भन्दा नगराउनु उचित हुन्छ। त्यही भएर हामीले फागुन 1 गते हामीलाई बिचमा प्रधानमन्त्रीले 13 मागहरू पुरा बाटामा छरिए। 13 मागहरू कुनै पनि सरकारले चाहिँ बोलाएन, तँलाई केपी सरकारले पनि बोलाएन, प्रचण्ड सरकारले पनि बोलाएन। कमसेकम मलाई सुशीला कार्की पनि नसम्झी, अवैधानिक पनि नसम्झी, एउटा प्रधानमन्त्री सम्झी आज 13 मागहरू हामी सुन्छौँ भनेर हामीले प्रधानमन्त्रीको टेबलमा लगेर हाम्रो गरिबका मागहरू हामी